नमस्कार। म नेपालका सबै राजनीतिक दल विशेष गरी कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका सबै नेता कार्यकर्ताहरूमा बिन्ती गर्न चाहन्छु। अब यो नयाँ सरकार बालेन सरकारलाई असफल नबनाउनुहोस्। यसलाई असफल बनाउने र यसलाई विभिन्न किसिमका विवादमा ल्याउने काम नगर्नुहोस्। तपाईहरूले देखाएको शान्ति, समृद्धि र नेपाली जनतालाई जुन किसिमको आशा भरोसा देखाउनु भएको थियो ती काम तपाईहरूले गर्न सक्नु भएन। झन्डै 80 वर्ष भइसक्यो तपाईले ल्याउन खोजेको सुशासन, समृद्धि र विकास अहिलेसम्म आएको छैन। बालेन सरकार गठन भएको 15-20 दिन नपुग्दै जनतामा केही आशा जगाएको छ, केही भरोसा जगाएको छ। अब यसमाथि पनि तुषाराघात गर्ने काम नगर्दिनुहोस्। तपाईले सबै क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी, श्रम, महिला सबैमा आफ्ना संगठन त बनाउनु भएको छ, तर तिनीहरूको काम कर्तव्य के हो र तिनीहरूले के गरेका छन् भन्ने तपाईले कहिल्यै ख्याल गर्नुभएको छैन। त्यसैले अहिलेको बालेन सरकारले गर्न खोजेका हरेक कामहरू छन् ती कुनै पनि हिसाबले जनताको विरुद्धमा छैनन् जस्तो लाग्छ। र अर्को कुरा, बालेन सरकार निरङ्कुश भयो भन्नुहुन्छ। कृपया जनतालाई एकदम अनुशासित र एउटा इमानदार, एउटा संस्कारमा राख्नको लागि अलिकति सरकार निरङ्कुश बन्नुपर्छ भने पनि बनोस्, केही छैन। तर यो देश अब पछाडि धक्कल्ने काम गर्न हुँदैन। ठिक छ, रचनात्मक आलोचना गर्नुहोस्, त्यसमा केही छैन। बालेन सरकार सधैँभरिको लागि पनि होइन। यदि बालेनले अत्याधिक निरङ्कुशता लाद्छन् भने हिजो राणा, पञ्चायत र स्वयं 150 वर्ष लामो इतिहास बोकेको राज संस्थालाई त फालियो भने एकजना बालेनलाई फाल्न कुनै किसिमको आपत पर्दैन। त्यो भएर काम गर्ने मान्छेलाई काम गर्न दिउँ।